हेलो नमस्कार अनि वेलकम एभ्रिवान। म हुँ राजेश पुन। आज हाम्रो यहाँ चाहिँ सामान चाहिँ यहाँ आएर चाहिँ स्टकको लागि हामी यहाँ तयारी भइराखेको छ। अहिले तपाईँलाई देखाउँदैछु म। यस्तो यो सामानको लागि स्टक हुने चाहिँ हाम्रो यता रुम छ। चाहिँ सबै सामानहरू चाहिँ स्टक छन्। यसलाई स्पेसहरू बनाउने काम छ। निकालो निकालो भाइ। यो पुरानो फ्रिज चाहिँ छ हैन, काम त गर्छ तैपनि यसलाई चाहिँ हामीले बाहिर हटाउँदैछौँ। माथि चाहिँ यस्तो नमस्कार दर्शक दिनहरुमा आज हामी होलसेल यहाँ तयारी भइरहेछ हाम्रो यहाँ होलसेल चाहिँ। अब हाम्रो यहाँ चाहिँ ठुलो सामान अनलोड हुँदैछ। स्पेस बन्दैछ। यसरी अनलोड हुँदैछ। के आउँदैछ है साथीहरू, अहिले तुरुन्त चाहिँ हेर्नको लागि रेडी हुनु होला है। टेक्नोलोजी है। एक ठाउँमा अब यहाँनिर पेलेटै यहाँनिर राख्नु चाहिँ कता हुन्छ? यो त नाफेरै बनाएर रहेछ नि यार। साइज त फ्याक्टै होइन। मिलाइराखेको छ। यस्तै धेरै छ नि, 7वटा। यो कहाँनिर वटा हुन्छ त 7 प्यालेट। माला यति हो यहाँको लागि। ए 7वटा प्यालेट आउँदैछ।
ठुलो हुन्छ क्या यस्तो सामान टक्क हेर्नुहोस् त टेक्नोलोजी यस्तो हुँदैछ सर र प्यालेट कति सजिलै चाहिँ उसले काम गरेको छ यति सामान अहिले यहाँ अनलोड गर्न मान्छे लाउने भने ल 1 घन्टा लाग्छ कस्तो लागिरहेछ त यस्तो यो एकदम यो गर्मीमा काम गर्न पाउँदा कस्तो लागिरहेछ के सामान चाहिँ होला जस्तो लाग्छ यो भित्र तपाईहरुलाई तपाईलाई के सामान चाहिन्छ जस्तो यसमा तपाईको पैसा आयो भनेर उहाँ चाहिँ खुसी हुनुहुन्छ फेरि उहाँले बटलाइटको उपाधि पाउनु भएको रहेछ के बटलाइटको झुन्डाउनु भएको छ के होला यो बताइदिनुस् सर विनिङ भएर उहाँले चाहिँ जित्नु भयो चाहिँ सेल्समा ल साथीहरु अब म पनि एक्सनमा चाहिँ जाँदैछु अरे ले लो भाई ले लो पैसा बनाओ भाई लोड करो भाई लोड करो अनलोड करो अनलोड या कम माय फ्रेंड या आउँदैछ माल आउँछ कति हजार डलरको चाहिँ माल हो यो कति हजार डलरको माल हो 25,000 डलर अहिले नेपालमा कन्भर्ट गर्दाखेरि कति भयो त 30 लाख 50 लाख को माल आयो साथीहरु एकै लटमा है पैसा कहाँ फाल्ने होला भनेर चिन्ता तपाईहरुलाई होलसेल सामान चाहिन्छ भने हामीसँग सम्पर्क गर्न सक्नुहुन्छ हैन होलसेल जस्तै हजुरको के चाहिन्छ त अनि भाडा मार्ने साबुनहरु सरफहरु अमेरिकामा हुनुहुन्छ भने
प्लेट आ गई भाई। काइलो कम्पनीको माल आइरहेछ भनौँ न। पैसा फ्याँको तमसा देखो भन्ने चाहिँ उहाँको मूल धारणा छ। डलरको खेती यसरी हुँदो रहेछ हेर्नुहोस्। घोगा ढल्याउने काम भइरहेछ होइन। अट्दैन यार यो ठाउँ हेर्नु त जरको प्यालेट छ यार। ठाउँै नपुग्ने भयो त यार। यति सामान फाल्दाखेरि ढाडुङ लाग्यो यहाँ। फसा निकाल्यो। कस्तो लागिरहेछ गाइज? यो काम गर्नेको मजा छुट्टै छ होइन? यहीँ भित्र ल्याउने र यता पानी कहाँ थियो यार? म त एकदम पसिना आएर असल पसल भइसक्यो। खै खै खेत झुटो नहाले है। नेपाली पारा हाम्रो झुटो नचल्ने पारा। यस्तो गाडी हो कान्छा, यस्तो दुईटा तिनटा ल्याउने हो। कता राख्ने हुन्छ त? गोला राख्छु। हिस्ट्रीमारीमा फेरि बाहिर पानी पर्न सक्थ्यो नि।
अब यहाँ त ढुक्क छ नि पानी पऱ्यो भने केही छैन बल यस्तो घाममा होला कहाँ क्यान्डी जाला अहिले होइन मेमोरी फुल त भएको छैन कतै वायर हाउसै हो एउटा सानो होइन मोबाइल झन्डै फुटेन यार ए हेर्नुहोस् त ठाउँै छैन साथीहरू हेर्नु जता अझ सामान त्यहाँबाट आउँदैछ त पर्व घच्चकै जान्छ होला अट्छ होला नि पछाडि यहाँबाट माल फास्ट गरौँ जो छ त यार प्यालेट एकदम धमाधम त्यहाँ काम चलिरहेको छ पसिना आइसकेका छन् टोटल थाक्ने हो गाइस तपाईहरु देख्न सक्नुहुन्छ धमाधम कामी चलिरहेको छ यता एकदम गर्मी छ हैन टेक्नोलोजी तपाईले 3 मा देख्दै हुनुहुन्छ
1 2 3 4 5 6 7 प्यालेट 2 प्यालेट यो भयो यहाँको यहाँनिर 3 यहाँनिर यो 4 5 6 7 7 प्यालेट आयो त ठिकै छ मलाई एकदम चाहिँ यो एक्साइटेड लागिरहेछ काम गर्न एकदम मजा लागिरहेछ पसिना आइराखेको छ वर्कआउट गर्नु परेन जिम जानु परेन त्यतिको भएपछि पुग्यो पानी त चाहियो पानी ल्याउनु गेटरेट ल्याए पनि हुन्थ्यो त्यसलाई चाहिँ हामीले यसरी दुईटा गराएर ठिक छ यता बस यो हेभी छ त हेभीलाई त तलै राख्नु क्या नि के आयो एउटा यो साल त जस्तो चाँस नै हो अन्त यो आउने जाने गर्ने टाइम लाग्ने भने कोका कोला खा लो भाइ कोका जिरोमा के हो दिबाजुलाई कुन चाहियो क्यानाडा ड्राई रेड ड्राई ब्रेक 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 हाफ ट्याङ्क भयो घन्टी लाग्यो पुरै हुने भयो नि ओके आई सी यू जान लागेको छ नि ओके सो हाम्रो ट्रक चाहिँ यता फर्किसकेको छ सामान लिस्ट अनलोड गराएर कारोबार त चेकबाट भइसक्यो होइन पैसा दिनु परेन पैसा पहिले नै दिनु पर्यो नेपालको जस्तो उधार पाइएन यस्तो सामानहरू चाहिँ यो यस्तो चाहिँ ल्याउनु पर्ने यस्तो लोड गर्नुपर्ने किन त यो सामान चाहिँ यस्तो चाहिँ ट्रक चाहिँ यस्तो लोड गर्नुपर्ने ल्याउनु पर्ने चाहिँ किन ऊ त एन्सर सजिलो छ होइन
ठिक छ जबरजस्ती सामान हेर्नुहोस् यहाँ चाहिँ अहिले ठाउँ नहुने चाहिँ अवस्था भइसकेको छ अब यसलाई फेरि चाहिँ हामीले यो अरू स्टोरहरूलाई चाहिँ यो सामानहरू निकाल्नुपर्छ मेक्स्योर नगरे अब सकिसकेको छ लगभग अब सकिन्छ अलिकति बाँकी छ अब चाहिँ यो सामानलाई चाहिँ पछि निकालेर यो यहाँ चाहिँ अन्त स्टोरमा चाहिँ लैजाने चाहिँ त्यो बनाउनको लागि यहाँ सबै चाहिँ स्टक भइरहेछ अहिले पछि फेरि तपाईँले चाहिँ अरूमा देख्न पाउनुहुन्छ है कस्तो लागिरहेछ एकदम ठिक छु म मरौ बाँच्नु त भए होइन ठिक छु अहिले ठिक छ यो ओरको पर्मिटको अस्ति मैले पठाइदिएको थिएँ त त्यो त यो प्रुफ भयो हो अब एक्सेप्ट त गर्यो पहिला ड्राइभिङ लाइसेन्स त हिजो एक्सपायर यो सामान बेच्नु सिक्छ कि यस्तो स्टक गर्ने ठिक छ त साथीहरू काम लास्ट फाइट हो यो चाहिँ होइन अब सक्यो फाइनली सक्यो हजुर सामान चाहिँ यो कुनै चाहिँ टुट्ने हराउने फुट्ने त्यस्तो पनि चाहिँ हुन्छ छैन त्यस्तो हुँदैन कम्पनीको हो हजुर कम्पनीबाट हामीले सामानहरू ल्याउँदाखेरि हजुर यो अब रिटेल एउटा दुईवटा स्टोर भएको मान्छेले सम्भव हुँदैन यो हामीले सबै बनाउनु पर्छ यो हजुर कति लाग्छ अब यसलाई अब एउटा स्टोरमा यो बिक्री गर्दाखेरि त हजुर हुने कुरो भएन हजुर हजुर होइन हजुर त्यसो भने यसलाई चाहिँ नि हामीले रिटेलमा बेच्दाखेरि हजुर टाइम लाग्छ अहिले कुरा भन्दा काम गरौँ क्या जस्तो लाग्यो हजुर कतिको गाह्रो रहेछ यहाँ चाहिँ काम गर्नको लागि जस्तै नेपालमा चाहिँ अब यस्तो व्यापारवाद गर्नको लागि चाहिँ त्यहाँ चाहिँ सम्भव हुन्थ्यो कि यहाँ सम्भव हुँदैछ कति कहाँ के फरक रहेछ नेपाल र यहाँ व्यापार गर्न के फरक हुन्छ यो होलसेल मार्केटको एउटै नियम हुन्छ नेपालमा पनि त्यस्तै हो हजुर जस्तै अब सामानहरू ल्याइसकेपछि त्यसलाई डिस्ट्रिब्युटरसँग पुर्याउनु हामी चाहिँ नि डिस्ट्रिब्युटर भयौँ है हजुर अब यो रिटेल अब सानो खुद्रा पसलहरूमा अब यो गर्नु सक्दैन हजुर यो होलसेलको बिजनेस हो क्या यो हजुर हजुर अब खुद्रा पसललाई अब यो सबै लगेर दिउँ भनेर चाहिँ यसमा चाहिँ नि 1 2 3 4 5 6 12वटा हुन्छन् उसले 12वटा यो एउटा सिजनमा बिक्री गरेर सक्दैन हजुर होइन अब हामीले यसलाई चाहिँ नि अब एउटा स्टोरमा 3टाको हिसाबले हामीले पठाइदिन्छौँ र अहिले 3टा पठायौँ भनेपछि उसको एउटा बिक्री भयो भने फेरि अर्को हप्ता अथवा अर्को महिना फेरि 3टा पठाइदिन्छौँ यस्तो गरेर बिक्री गर्छ हुन्छ र अब जस्तै यो फेबिलेसो छ अब यो एउटै स्टोरमा यसरी थन्किया त हुँदैन एउटा स्टोरमा हामीले मिनिमम अब त्यही 5वटा पठाइदिन्छौँ
यस्तै हो कि होलसेलको बिजनेस हो। ल त राखौँ त अहिले है, फेरि कुराकानी गर्दै गरौँ है। धन्यवाद हजुरले समय दिनुभएको छ, धन्यवाद। हजुरले चाहिँ सामान चाहिँ यता राख्दाखेरि चाहिँ कतिको हजुरलाई गाह्रो भयो? गाह्रो भएको छैन एकदम। यो चाहिँ नमस्कार, म धीरज मगर। यो सामान राख्दाखेरि ठिकै लागिरहेको छ। जोस टक्क पनि 1 वर्षपछि झन्डै पसिना बगाउन पाइयो, त्यही हो। धन्यवाद त्यसको लागि तपाईँलाई। सामान यहाँ तपाईँले जति देखिरहनु भएको छ हजुर एकदम यो सबै चाहिँ यहाँको चाहिँ यो ग्राहकहरूको लागि यो एउटा सेवा हो। हामीले चाहिँ यहाँ सबै सामानहरू स्टक चाहिँ राखेर अब सबै स्टोरहरूमा चाहिँ डिभाइड गर्छौँ। ठ्याक्कै स्टोर कतिवटा छन् अहिले ठ्याक्कै रिमेम्बर भएन मलाई होइन, अलि धेरै स्टोर छन्। यो सामानहरू सबैलाई अलिकति खोलेर अब डिभाइड चाहिँ हुन्छ, फेरि जान्छ फेरि आउँछ, यस्तो क्रम चलिरहन्छ। पैसा बनाउन धेरै मिहिनेत चाहिँ गर्नुपर्ने रहेछ। यो सामान अब त्यसलाई बेच्नु पऱ्यो हेर्नुहोस्, अब कोही सामान एक्सपायर होला, कोही फुट्ला, कोही केही होला होइन। अब यसमा चाहिँ अब तपाईँको कोहीले चोरी होला, केही होला होइन। अब सबै रिक्साहरू लगेर लास्ट टाइम पैसा गोजीमा आउनको लागि धेरै दुःख गर्नुपर्ने रहेछ। सो गाइज तपाईँले चाहिँ हेरेर चाहिँ साथ दिनुभयो होइन, म धेरै धेरै चाहिँ आभारी छु। थ्याङ्क यू सो मच तपाईँको भ्यालुएबल टाइम दिएकोमा होइन। अब यस्ता सामान चाहिँ राख्ने, अनलोड गर्ने यस्ता अन्य भेराइटी किसिमका भिडियोहरू चाहिँ हाम्रो च्यानलमा तपाईँले हेर्न सक्नुहुन्छ, जसको लागि चाहिँ तपाईँले सब्सक्राइब होइन, लाइक, कमेन्ट, सेयरको म चाहिँ धेरै अपेक्षा गर्न चाहन्छु हजुरहरूबाट। गरिसक्नु भएको छ भने चाहिँ धेरै धन्यवाद छ तपाईँलाई। तपाईँको चाहिँ आगामी दिनहरू शुभ होस्, तपाईँको प्रगति होस्, तपाईँको जय होस्। धन्यवाद, नमस्कार।